नसन लीला अपार लीला अपार हरे राम लीला अपार ईश्वरको महिमा बुझी सधैँ छैन लीला पारेको नारायण ईश्वरको महिमा बुझी सधैँ छैन लीला पारेको नारायण हरि हरि महाराज परीक्षित यो ईश्वरको महिमा बुझी साध्य छैन भन्दै यतातिर राजा परीक्षितलाई ऋषि श्रृङ्गाको श्राप पर्यो। 7 दिनमा नागको राजा तक्षकले डस्न पर्यो भनेर श्राप पर्न गयो। प्रभु अनि दरबार चटक्कै छोडेर सरस्वती नदीका किनारमा परीक्षित महाराजको सवारी भयो। यतातिर परीक्षितलाई श्राप पर्यो तार्न भनेर स्वामी सुखदेवको सवारी भयो। अनि सोध्नु हो हे महाराज परीक्षित महाराज परीक्षितले शोक मुद्रामा अत्यन्तै गीत गरेर बस्दै गर्दा यता सुखदेव स्वामीले राजा परीक्षितलाई नारायण लागे सोधिनलाई भए भरको कुरो सबै लागे सोध्नलाई नारायण यसरी स्वामीले सोध्दै हुन्छ हे महाराज परीक्षित अत्यन्तै शोक मुद्रामा हुनुहुन्छ के भयो महाराज भन्दा हे गुरुदेव म त आजको 7 दिनमा म सर्पले टोकेर जानुपर्ने भयो भनेर अत्यन्तै दिक्दार मान्दै गर्दा सुखदेवले परीक्षितलाई सम्झाउँदै भन्नुभयो हे महाराज परीक्षित यो संसारमा आइसकेपछि नमर्ने को छ र फेरि 7 दिनभन्दा बढी पनि को नै बाँच्छ र यो हाम्रो सृष्टि नै यस्तो छ जन्मिएपछि मर्नु पर्ने नारायण ए संसार यस्तै छ जन्मेपछि मर्ने पर्ने संसार यस्तै छ नारायण महाराज यो जन्मेपछि एक दिन जानु नै छ चिन्ता नगरी बक्सियोस् भन्दै गर्दा परीक्षितले हात जोड्नुभयो हे गुरुदेव ल ठिकै छ त्यसो भए म त सर्पले टोकेर मर्ने भई अगति पर्ने भयो अगति कसरी परिन्छ भने लडेर डडेर बगेर विभिन्न तरिकाले आत्महत्या गर्यो भने त्यो अगति भयो पितृमा मिल्न पाएन म त सर्पले टोकेर मर्ने भई हे गुरुदेव कसरी तर्ने भन्दा सुखदेवले बताउनु भयो हे महाराज परीक्षित त्यसै भएर म हजुरलाई तार्न भनेर आइरहेको छु भनेर यतातिर श्रीमद् भागवत अन्तर्गत पनि सुखदेवले बताउँदै 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 जानुभयो राजा परीक्षितलाई श्रीमद् भागवतका अन्तर्गत विभिन्न कथाहरू ल्याएर नारायण लागे बताउन भए भरको कुरो सबै लागे बताउन नारायण भए भरको कुरो सबै लागे बताउन नारायण हरि हरि हे महाराज परीक्षित तपाईँ चिन्ता नगरी बसिएछु संसार भनेको यस्तै हो यो जन्मलिएपछि एक दिन जानु नै छ यस्तो यो सारा विभिन्न तरिकाले विभिन्न भागवतहरू ल्याएर जाने परीक्षितलाई बताउँदै 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 जानुभयो हे गुरुदेव म त अब 7 दिनमा जानीले के कर्म गरेर कसरी तर्ने भन्दा सुखदेवले बताउनु भएको अब सारा कुरा छोडिदिनुहोस् फेरि यो राज्य परिवार घरबार दरबार सबै चटक्कै छोडेर यो मनलाई लगेर परमात्मामा मिलाउने काम गर्नुहोस् अनि हरिको नाम जप्नुहोस् अनि हामी संसार सागर तर्ने भनेको त हरिको नामै हो नारायण रामलाई नबिर्सौँ हामी सबै
मरे पनि राम राम बसे पनि राम 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 लाए नाम बिर्सौं मरे पनि राम राम बसे पनि राम 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 लाए नाम बिर्सौं नारायण महाराज मन लगेर जब भगवानमा लगाउने काम गर्नुहोस् अन्त्य अवस्थामा नारायण भन्दा भन्दै यो प्राण गयो भने मोक्ष प्राप्त हुन्छ अजामिलले पनि मर्ने बेलामा कान्छो छोरालाई बोलाएको भगवान सम्झेको होइन नारायणै भनिकन दिन दिनैमा प्यारो गरेर सुतको पनि नाम लिँदैमा मोक्ष भए अजामिल आखिरैमा नारायणै भनी सम्झनु छिनछिनैमा यसरी व्याख्या गर्नुभयो सुखदेवले परीक्षितलाई आखिर यो नारायण भन्दा भन्दै जसको प्राण गयो त्यस्ता प्राणीहरूले वैकुण्ठ प्राप्त गर्छ त्यसै भएर मरे पनि राम राम बाँचे पनि राम राम नारायण भन तरिन छ हामी सबै राम राम भक्तमा यो काली राम राम मुखमा यो काली नारायण यो कलिकालमा भनेको केही पनि गर्न पर्दैन रे भगवान शिवले बताउनु भएको सत्य युगमा जप तप तीर्थ युगमा ध्यान द्वापरमा दान पुण्य कलियुगमा नाम सबै भन्दा ठुलो पापको गर्छ धुलो नारायण हरि कीर्तन हरे राम सबै भन्दा ठुलो पापको धुलो हरि कीर्तन नारायण यो कलिकालमा भगवानको नाम जप्दै जानु होला हातले काम मुखले राम जप्दै जानु होला संसार सागर तर्ने भनेको त यही हो महाराज भनेर सुखदेवले बताउनु भयो त्यसै भएर नारायण रामलाई नबिर्सौं हामी सबै रामलाई नबिर्सौं रातो दिन सत्यनारायण रामलाई नबिर्सौं रातो दिन सत्यनारायण रामलाई नबिर्सौं नारायण भगवानको नाम जप्दै 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 जानु होला आखिरका पल्ला छेउमा यो चोला त एकैछिनको रमाइलो मात्र हो एक दिन संसार छोडेर जानु पर्ने भइहाल्यो अनि यो आत्माले कसरी शान्ति पाउँछ कसरी पार हुन्छ भन्दा हरिको नाम जप्दै जानु होला महाराज भनेर विभिन्न कोणबाट श्रीमद् भागवत अन्तर्गत सुखदेव स्वामीले राजा परीक्षितलाई नारायण लागे सम्झाउन त्यतिखेर लागे यसरी जब हरिको नाम जप्नु महाराज मरे पनि राम राम बाँचे पनि राम राम अनि आखिरीका पल्ला छेउमा संसार बितर्ने भनेको हरिको नामै हो हरे राम जपेर पार तर्ने हो जिन्दगीको फल छैन कहिले मर्ने हो हरे राम जपेर पार तर्ने हो जिन्दगीको फल छैन कहिले मर्ने हो हरे
मनी हो हे हरे राम थपेर तार तनी हो जिन्दगीको भर छैन कहिले मनी हो हे हरे राम थपेर तार तनी हो जिन्दगीको भर छैन कहिले मनी हो यसरी हजुर जिन्दगीको भर छैन